कहिलेकाहीँ राजनीतिमा सबैभन्दा ठूला उथलपुथलहरू सबैभन्दा अनौठा ठाउँहरूबाट सुरु हुन्छन्। सोच्नुहोस् त, एउटा नाइट क्लबको डिजे मिक्सर नेपालको राजनीतिको केन्द्रबिन्दु बन्न सक्छ भनेर कसले पो सोचेको थियो होला र? तर भयो त्यस्तै। आज हामी एकजना मनोरञ्जनकर्ता कसरी देशकै एक शक्तिशाली व्यक्ति बन्न पुगे भन्ने त्यो अविश्वसनीय यात्रालाई खोतल्नेछौँ। बाचा हो, कानूनभन्दा माथि कोही छैन। यी केवल शब्दहरू होइनन्, यी तिनै शब्दहरू हुन् जसले नेपालमा एउटा यस्तो राजनीतिक आँधी ल्यायो जसले वर्षौंदेखि जमेका शक्तिहरूलाई जरैदेखि हल्लाइदियो। र यो भनाइ हो हाम्रो कथाको मुख्य पात्र सुदन गुरुङको। हो, आजको हाम्रो मुख्य प्रश्न नै यही हो। एक नाइट क्लबको डिजे कसरी नेपालको सबैभन्दा शक्तिशाली व्यक्तिहरूमध्ये एक बन्न पुग्यो? सङ्गीतको तालमा मानिसलाई नचाउने मान्छे, देशकै बागडोर सम्हाल्ने ठाउँमा यो यात्रा कसरी सम्भव भयो? यो कथा खालि एक व्यक्तिको मात्र होइन, यो त नेपालको पुरै एक पुस्ताको, एउटा बदलिलो सोचको कथा हो। ल अब यो यात्रालाई अलि नजिकबाट हेरौँ है त। एकातिर हेर्नुस्, डिजे, क्लब मालिक, इभेन्ट म्यानेजर, मतलब रङ्गीन रातहरू, सङ्गीत, मनोरञ्जनको दुनियाँ। अनि अर्कोतिर गृहमन्त्री, देशको कानून, व्यवस्था र सुरक्षाको सबभन्दा गहन जिम्मेवारी। यी दुई बिल्कुलै फरक दुनियाँलाई जोड्ने पुल आखिर कसरी बन्यो त? भनिन्छ नि, हरेक ठूलो परिवर्तनको पछाडि एउटा यस्तो खास क्षण हुन्छ जसले मान्छेको जीवनको बाटो नै मोडिदिन्छ। सुदन गुरुङको जीवनमा पनि त्यस्तै एउटा क्षण आयो जसले उनको लागि सबै थोक बदल्यो। साल थियो 2015। महाभूकम्पले पुरै नेपाललाई हल्लायो। 9000, यो केवल एउटा नम्बर होइन, यो त 9000 भन्दा बढी जीवनहरूको अन्त्य थियो। लाखौं मानिसहरूको घरबार विहीनताको कथा थियो। हजारौं टुक्रिएका सपनाहरूको पीडा थियो। हो, त्यही विनाश र कोलाहलको बीचमा सुदन गुरुङले एउटा यस्तो व्यक्तिगत क्षति भोगे जसले उनको जीवनलाई सधैँका लागि बदल्दियो। उद्धार कार्यमा खटिँदा उनको काखमा एक निर्दोष बच्चाले अन्तिम सास फेर्यो। भनिन्छ त्यो क्षणमा एक व्यवसायको मृत्यु भयो र एक अभियन्ताको जन्म भयो। यो टाइमलाइनले उनको त्यो रूपान्तरणको कथा प्रष्ट पार्छ। हेर्नुस् त, 2012मा एक सफल क्लब मालिक, अनि 2015को भूकम्पपछि एक समर्पित स्वयंसेवक, र 2020मा त हामी नेपाल भन्ने संस्थाकै संस्थापक। उनले जुन कलाले नाइट क्लबमा भिड जम्मा गर्थे, त्यही कला अब देश निर्माणको लागि प्रयोग गर्न थाले। तर उनको यात्रा मानवीय काममा मात्रै रोकिएन। अब हामी हेर्नेछौँ कसरी उनको यो अभियानले एउटा यस्तो राजनीतिक आन्दोलनको रूप लियो जसले नेपालको शक्ति समीकरणलाई नै पुरै उल्टाइदियो। र यो थियो त्यो सानो झिल्को जसले डढेलो नै लगाइदियो।